डियर कमरेड, 10 वर्षे जनयुद्धभन्दा लामो सम्झना, बङ्करभन्दा गहिरो माया। खै कहाँबाट सुरु गरौँ आजको यो प्रेम पत्र। तिमीसँगका प्रेमिली यादहरूको सङ्गालो दिलको क्यान्टनमेन्टबाट फेरि आज एकपटक निकालेर ताजा गर्ने प्रयासहरू गरिरहेको छु। खेतबारीमा, वीरपाखामा, गाईगोठमा, खोलाको किनारमा लुकाएर राखिएका बन्दुक र बमहरू जस्तै माया पनि तिमीले मनभित्र लुकाएर राखेको रहेछौ। आज तिमीले हाम्रो भेटमा फेरि एकपटक सत्ताको माइन बिछाएपछि म भित्र भूमिगत भएका मायाहरू एकाएक हृदयको सडक हुँदै दिमागको सत्तासम्म आइपुगे। त्यही मायालाई एकाएक चारैतिरबाट घेरा हालेर मुटुको चौकी र पोस्टहरू कब्जा गर्दै फेरि एकपटक प्याचअप गर्न सफल भएका छौँ। डियर कमरेड, आज हामीले फेरि एकपटक जनवादी विवाह गर्यौं। यो प्रेम भनेको यस्तो चिज रहेछ। हिजो दन्तवादन, आज अभिवादन। हिजो मुड्की उचालेर हानम हानम जस्तो, आज त्यही मुड्की उचालेर लाल सलाम गरम गरम जस्तो। उमेर 55, दिल बचपन। यो माया प्रेम भन्ने चिज पनि कहाँबाट पलाउँछ खै थाहा नै हुँदैन रहेछ। यदि थाहा हुन्थ्यो भने जरेबाट निमुठेर फाल्न हुन्थ्यो। तर के गर्नु, मन परेपछि पर्यो, माया बसेपछि बस्यो। दुनियाँले भनेर हुन्छ र? त्यसै कहाँ भनेको र? जब पाची पाची हो गया राजी, क्या करेगा काजी। तिमीलाई थाहा छ कमरेड, तिमीसँग छुटेपछि ती क्याम्पस रूपी सदनहरू कति उराट र उदास छन्। एकै सासमा यी सबै कुराहरू तिमीलाई सुनाउन मन थियो, भन्न मन थियो, तर मैले भनिनँ, किनकि तिमीले बीचमा फ्याट भन्ने थियो होला, त्यो पर्दैन। त्यही भएर यो पत्र ती भावनाहरू पोख्नलाई लेख्दैछु। खै कस्तो हो यो हाम्रो साइनो, बोलेर दिद नमर्ने, गरेर प्रित नसकिने। साँची, म भन्दै थिएँ तिमी बिनाको सदन ठ्याक्कै मुना बिनाको मदन भएको छ। अहिलेका जेन्जी प्रेम मैले बुझ्न सकेको छुइनँ। एउटा नाइ आमा मलाई त्यही केटी चाहिन्छ भनेर दिनकै रुन्छ, अर्को पाइखाना लाग्यो भनेर शौचालयतिरै हुन्छ। मास्टर फेरि त्यस्तै छन्, केटाहरूले जे भने पनि ठुस्स हुन्छन्, केटीहरूले जे भने पनि हँस भन्छन्। मास्टर उता मुक्तक चुड्किला बिना पनि मुसुक्क, एजेन्डा भुसुक्क। कमसेकम कमरेड तिमी हुँदा जोक्स चुड्किला गीतहरू हुन्थे, पानी जहाज सरर, पैसा फरर, घर घरमा ग्यास, हात हातमा ग्यास जस्ता भविष्यका सपनाहरू सुन्न पाइन्थ्यो। त्यही भएर तिम्रो न्यास्रोपन आजसम्म कसैले मेटाउन सकेन, तिम्रो खालीपन कसैले भर्न सकेन, तिम्रो अनुपस्थितिलाई कुनै उपस्थितिले उछिन्न सकेन। हिजो सँगै हुँदा तिमीले स्वर्ग जाँदा पनि सँगै, नर्क जाँदा पनि सँगै भनेको कुरा मेरा यी आँखामा वरिपरि झलझली आएका छन्। दुवैजना अबदेखि हामी जहाजको पाइलट भनेको कुरा पनि याद आयो। तिमीलाई थाहा छ कमरेड, हाम्रै सिको गरेर अहिलेका बच्चाहरू आफ्नो प्रेमलाई महान देखाउनका लागि एक्सप्रेस गाडी भन्दा रहेछन्। त्यस गाडीको